नमस्कार, जय माटो, जय हर्काबाट। आज सानो भिडियो क्लिप्स लिएर आएको छु। के भन्नुहुन्छ भने 2-3 दिन अगाडि जुन अपमानित दुर्व्यवहार भयो हाम्रो अगुवास रामदादाज्यूहरूमाथि होइन, जनकपुरमा उहाँहरूले जसले त्यो दुर्व्यवहार गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने हिजोसम्म जो श्रम संस्कृति पार्टी अथवा हाम्रो केन्द्रीय अध्यक्ष श्रम पिताज्यूलाई चाहिँ मन पराउनुहुन्थेन, विरोध गर्नुहुन्थ्यो। उहाँहरूले पनि अहिले चाहिँ त्यो चाहिँ गलत हो, त्यो चाहिँ राम्रो भएन भनेर कतिले भनिराख्नु भएको छ। र जो मान्छेहरूले चाहिँ हिजो हर्क सम्पङलाई पनि चिन्नुहुन्थेन क्या, हाम्रो सरलाई चिन्नुहुन्थेन, श्रम संस्कृति पार्टी के हो चिन्नुहुन्थेन क्या, आज उहाँहरूले पनि सपोर्ट गरेर बोलिराख्नु भएको छ। यसको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ नि हामीलाई राम्रो भयो क्या। जुनै कुरा जे कुरा हुँदा पनि दुईवटा कुरा हुन्छ क्या। त्यो दुईवटा कुरा भनेको के भने पोजिटिभ र नेगेटिभ भन्ने कुरा। जहीँ पनि दुर्घटना घटना हुँदाखेरि राम्रो र नराम्रो कुराहरू हुन्छ। सो भएको कारणले हामीलाई त्यहाँनिर केही मात्रामा केही छिन नराम्रो भए पनि अहिलेलाई चाहिँ एकदम राम्रो भइरहेको छ। किनभने श्रम संस्कृति पार्टी नचिन्ने मान्छे, नबुझ्ने मान्छेहरूले पनि, नसुनेकोहरूले पनि अहिले चाहिँ चासो लिएर हेरिराख्नु भएको छ र त्यो चाहिँ गलत हो भनेर पनि भनिराख्नु भएको छ। त्यसको लागि चाहिँ जो त्यहाँ अपमान गर्नुभएको थियो तपाईँहरूले होइन, हाम्रो अगुवास रामदादाहरूलाई, त्यसको लागि धेरै धेरै धन्यवाद। अझै यस्तै काम गर्नु होला। किनभने हाम्रो श्रम संस्कृति पार्टी चाहिँ विश्वभर चिनिनुपर्छ भन्ने हाम्रो मान्यता हो। किनभने हामी गलत छैनौँ। सत्यको एक दिन विजय हुन्छ है त। धेरै धेरै धन्यवाद।